अहिले जति पनि आधार सिडिङ गर्नुहोस्, डिबिटी भनेको चाहिँ एउटै कुरा रहेछ है। तपाईँहरू चाहिँ सिधा युआइडिआईको वेबसाइटमा जानुहोस् होइन, अनि त्यहाँ गएर चाहिँ तपाईँहरू क्लिक गर्नुहोस्। देखिरहनु भएको छ होला स्क्रिनमा। यो चाहिँ मैले गुगलमा सर्च गरेको युआइडिएआई गभ इन भएको चाहिँ जेन्युन हुन्छ नि त। पछि चाहिँ यस्तो पेज खोलिन्छ जहाँ चाहिँ पुरै अप्सन दिएको छ है। डकुमेन्ट अपडेटको पनि छ, त्यहाँ आफ्नो डकुमेन्टहरू अपडेट गर्नु सक्नुहुन्छ तपाईँले। जतिले पनि 10 इयर्ससम्म चाहिँ जतिले गरेको छैन उहाँहरूले चाहिँ गर्नु सक्नुहुनेछ आफ्नो अपडेट है। अनि यसकै मुनि तपाईँले स्क्रोल गर्दै जानुभयो भने त्यहाँ तपाईँको आधार सिडिङको पनि अप्सन हुन्छ है। आधार सिडिङ र आधार लिङ्किङ भनेको एउटा है। तपाईँको देखिरहनु भएको होला त्यहाँ ब्याङ्क सिडिङ स्टेटस भनेर तल लेखिरहेको छ, माथि चाहिँ के छ आधार लिङ्क स्टेटस हो। त्यहाँ गएर चाहिँ तपाईँले क्लिक गर्नुहोस् है। अनि यहाँ चाहिँ हामीले लगइन गर्नुपर्ने हुन्छ है। लगइन गर्नुहोस् अनि त्यसपछि चाहिँ हामीले हाल्नुपर्छ आफ्नो आधार कार्ड क्याप्चा फिल गर्नुपर्छ, जस्तो छ त्यस्तो सेम। अनि त्यहाँदेखि चाहिँ हेर्नुहोस् होला यहाँ, त्यहाँ चाहिँ हाम्रो लगइन हुन्छ है। अनि ओटिपी पाउँछौँ नि त हामीले फोनमा आउँछ, अनि त्यो हालेर चाहिँ हाम्रो लगइन हुन्छ है। लगइन गरिसकेपछि यसरी खोलिन्छ, देख्नु हुँदै होला ब्याङ्क सिडिङ स्टेटस भनेर आइहाल्यो हो। त्यहाँ चाहिँ मैले गएर क्लिक गर्नुपर्छ। हाम्रो स्टेटस चाहिँ एक्टिभ देखाएमा चाहिँ हामीले जति पनि गभर्मेन्टबाट पाउने फाइनेन्सियल स्किमको चाहिँ बेनिफिटहरू डाइरेक्ट आफ्नै एकाउन्टमा पाउन सक्छौँ। थ्याङ्क्स फर वाचिङ।